म सानो हुँदाखेरि उकालो ओह्रालो गरेको, खेलेको र हुर्केको यो ठाउँ र यो गोरेटो। त्यतिखेर सानो सानो पोथ्राहरू मात्रै थियो, यति घना जङ्गल थिएन। अहिले सबै सहरीकरण भएको छ। सहर बजारमा जसरी र घरहरू बढिराखेको छ, सहरीकरण धेरै भइराखेको छ, त्यस्तै गरेर यो जङ्गलमा पनि रुख बोट बिरुवाहरू त्यसै गरेर झाँगिएको रहेछ। सहर बजारमा जसरी घरहरू बढिरहेको छ, त्यसै गरी जङ्गल बढेर मूल बाटो गोरेटो सानो भइसकेको रहेछ। यो पाखाहरू सबै डढेलो लागेर यस्तो हालतमा देख्न पाइन्छ। मान्छेहरू त अहिले कमै छ, गाईबस्तु चराउने र मान्छे नहिँड्ने भइसकेपछि बाटो साँघुरो भएर यति सानो भइसकेको रहेछ। अब त गाउँमा मान्छेको बस्ती धेरै नै कम भइसकेको छ। सहरमा कतै पनि ठाउँ खाली छैन, गाउँमा जङ्गलले ढाकेर कतै पनि बाटो छैन। पहिला पहिला गाईबस्तुहरूदेखि लिएर मान्छेहरू जङ्गलमा टनाटन हुन्थ्यो, अहिले त्यो छाडिसकेको रहेछ, पुरा घना जङ्गल भइसकेको रहेछ। यस्तै यस्तै रहेछ। यो केराको बोट हो, अहिलेसम्म पनि छ र यो हो घर चाहिँ खास गरी। र यो आँगन होइन, यो आँगनमा अहिले यस्तो पुरै झारहरू भइराखेको छ र यो यस्तो छ। यो तल आँगनै थियो, यो माथिल्लो स्टेप अनि यो तल्लो स्टेप थियो र यसको यतापट्टि एउटा गोठ थियो। अहिले त यो जङ्गलै जङ्गल छ र अहिले पनि यो अलिअलि ढुङ्गाहरू देखिराखेको छ, ढुङ्गाहरू देखिरहेको छ। यहाँ घर एउटा थियो, एउटा घर यहाँनिर थियो, यो एउटा घर अनि आएर यहाँ एउटा घर, यो दुईटा घर थियो। यतापट्टिको घर यो भत्केर गइसक्यो र यो घर चाहिँ अहिले पनि छ। म जन्मेको, म हुर्केको, म बढेको, सबै गरेको घर चाहिँ यो हो, यो घर हो र यो अहिले यस्तो अवस्थामा छ। हामी कोही पनि यहाँ बस्दैन, हामी सबै तलै बस्छौँ। त्यसले गर्दाखेरि यो घर चाहिँ यस्तो अवस्था छ। यो माथितिरपट्टि यो बगैँचाहरू अहिले पनि छ।